नमस्कार सबैमा यतिखेरमा भक्तपुर जिल्लाको कटुन्जे आसपास नजिकै छु। हाम्रो टेली सिरियल गोपीको निर्माण भइरहेको छ। 34 भागमा आज हामी पुगेका छौँ। 33 भागमा हामी पुगेका छौँ। 33 भागका हामी चाहिँ सुटिङ भइरहेको छ। सुटिङ स्थलबाट तपाईलाई यो भिडियो मैले सम्प्रेषण गरिरहेको छु। हाम्रो चाहिँ सुटिङमा खाजा खाने चाहिँ एउटा तरिका यस्तो छ। कलाकारहरूको दैनिकी भनेको यस्तै छ। हजुरहरूले चाहिँ जहाँ जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँबाट चाहिँ हामीलाई हेरिदिनु भएको छ। त्यसको लागि तपाईले हेरिसकेपछि हाम्रो भिडियोलाई धेरै माझमा पुर्याइदिनु होला। हरेक बिहीबार साँझ आउने गोपी टेली सिरियल मा चाहिँ आज हामी धेरै कलाकारहरू चाहिँ को माझमा छ। म आज हामी यही सिरियलका कलाकार तथा व्यवस्थापक भनेर हाम्रो श्याम बुढाथोकी सरसँग छोटो कुराकानी म गर्छु। सर, यो खाजा यसरी खाइराख्नु भएको छ, के छ यो सुटिङ स्थलमा यसरी खाजा खाइरहँदाखेरि कस्तो हजुरलाई अनुभव भइरहेछ सर? नमस्कार हजुर। यसलाई चाहिँ हामी सिरियलबाट चाहिँ यसलाई भुटिया भात भनिन्छ। त्योभन्दा अलि माथि हामीभन्दा माथिकाले यसलाई फ्राई राइस भन्छन्। त्योभन्दा नि माथिकाले चाहिँ यसलाई बिरयानी भन्छन्। हामीले चाहिँ भुटिया भात खाइरहेको छौँ। ठुला बडाले चाहिँ यसलाई बिरयानी भनेर यसरी अर्को कलाकार हामी विनोद सरसँग यही विषयवस्तुमा अब बिरयानी भुटेको भात भन्ने चाहेमा छु। विनोद सर, छोटो केही बताइदिनुहोस् न हजुर। हजुर, हामी चाहिँ अहिले सबैजना टिम छौँ गोपी सिरियलको र हामी चाहिँ यो खाजा एकदम मिठो छ, भुटेको भात। हामी चाहिँ एकदम ठेट नेपाली शब्दमा भन्नुपर्दा भुटेको भात। अनि अघि नै हाम्रो श्याम दाइले भन्नुभयो जस्तै कोहीले चाहिँ फ्राई राइस, कोहीले चाहिँ बिरयानी भन्छन्। तर हामी चाहिँ यो भुटेको भात एकदम मिठो मानेर बेग्लै मजा छ। दर्शक महानुभावहरू, यतातिर हाम्रो नायिका हुनुहुन्छ, कलाकार नायिका, यता मोडल हुनुहुन्छ हाम्रो प्रिया रिजाल हुनुहुन्छ। उहाँले भुटी माम होइन, भुटी माम खानुको मजा बेग्लै छ। प्रिया म्यामसँग मैले सबै कुराकानी गर्न लागेँ। प्रियाजी अब कलाकार हुनुहुन्छ र एक मोडल पनि हुनुहुन्छ, सफल कलाकार, सफल मोडल हुनुहुन्छ। प्रियाजी, हजुरलाई भुटी माम कतिको मनपर्छ, केही भनिदिनुहुन्छ? एकदम मनपर्छ है। हुन्छ दर्शक महानुभावहरू, आज हामीले चाहिँ टेली सिरियल गोपीको सुटिङ स्थलबाट तपाईँलाई मैले यो भिडियो सम्प्रेषण गरिरहेको छु। र हाम्रो विनोद सर भन्दै हुनुहुन्छ हरेक बिहीबार साँझ आउने गोपी टेली सिरियल चाहिँ हेर्न नभुल्नुहोला। हामी सबैको यही आग्रह छ। लाइक, कमेन्ट, सब्सक्राइब नबिर्सिकन गरिदिनु होला। तपाईँले सुनिहाल्नुभयो दर्शक महानुभावहरू, कलाकारहरूको कुराकानी र हाम्रो खाजा खाने एउटा माहौल, रमाइलो माहौल छ है। हामी सबै कलाकारहरू एउटा जम्का भेट भएको छ। बाँकी कलाकारहरू आफ्नो काम सकेर घरतर्फ गइसक्नु भएको छ। र आउने अर्को भिडियोमा म हजुरलाई चाहिँ थप कलाकारहरूलाई एकमुष्ट बनाएर चाहिँ यो भिडियो फेरि तयार गर्नेछु। हुन्छ, अहिलेलाई यति नै। जय नेपाल।